गेम भइरहेको छ प्रदीप गेमर यहाँ देख्नुहुन्छ प्रदीप गेमर यहाँ यतापट्टि छ विनोद अब कसको फाइनल्ली म्याच हामी हेर्न गइरहेको छौँ कतिजनाले हेरेको दिने तिन छ दिनेशले कतापट्टि हेरिरहेको छ भन्दाखेरि कतै पनि छैन कति भएको छ हेर्नुहोस् पलिबेटमा 2 जना छैन मेरो हेर्ने ठाउँमै छैन है हेर्नुहोस् गाइजहरू म तपाईँहरूलाई 1v1 गरिरहेको छ राबी मुलाहरू यहाँ भुटुवा भनिरहेको छ हेर्नुहोस् दुइटैलाई हेर्नुहोस् यहाँ कसले हान्छ हेर्नुहोस् फाइनल्ली हेर्नुहोस् गाइज यहाँ विनोद प्रदीप रहेको छ यतापट्टिबाट पुत्ते निस्केर एउटाले अब यहाँ एउटा लुकेर हानिरहेको छ दुइटै उस्तै उस्तै परेको हुनाले हेर्नुहोस् सिधै आकाशमा मात्रै छ हेर्नुहोस् गोली यता प्रदीप गेमरको यता छ विनोद गएर आएको छ र अब हँ हेर्नुहोस् यहाँ दुइटैले के खेले अब हेर्नुहोस् सिधै आकाशमा फायर हेर्नुहोस् अलि हेर्नुहोस् एउटाले यता प्रदीप गेमर रहेको छ हेर्नुहोस् भुट्या जस्तो लागिसक्यो मलाई यहाँ विनोद होइन हेर्नुहोस् जोनमा कुद्यो हेर्नु फाइनली जोनमा इलिमिनेटेड होला जस्तो लाग्यो एउटा मलाई फाइनल्ली त्यो मैले भनेको थिएँ नि एउटा जोनले इलिमिनेटेड होला जस्तो लागिरहेको थियो मलाई भन्दै त मैले मैले अघि नै भने त हेर्नुहोस् फेरि डेजर्ट भर्सेस डेजर्ट भिडियो मन परेमा लाइक हल्ला नगर्नुहोस् न को भाइ गेम हेर्न फर्काउनु बसेको म यहाँ भिडियो बनाइरहेको युट्युबर हो त नि भाइ भिडियो बनाउनु परेन लानु बुढे बोट रुखको बढ्दा मेरो घर अगाडिको जति चाहियो नि छ कति चाहियो भेट्यो एउटा एक भयो फाइनल्ली हेर्नुहोस् 1 किल 0 किल रहेको छ के भयो त होइन म अर्कै खेलिरहेको अब हेर भाइ अब हेर थिएँ मैले प्रदीप गेमरको हेरिरहेको छु ल मैले दाइको हेरेँ फेरि प्रदीप गेमरले भेट्नेवाला छ हेर्नुहोस् गाइज वाल लगाउनु मात्रै बाँच्यो नत्र भेटिसकेको थियो प्रदीपले प्रदीपले फेरि भेट्नेवाला थियो फेरि वाल लगाएर बाँच्यो प्रदीप गेमर भर्सेस विनोद एउटा थोते कति कराउँदो रह हेर्नुहोस् गाइजहरू अब फाइनली फाइनली कस्टमर बाजी
मैले हालेको राखेको नि मेरो हेर्न युट्युब च्यानल डिएस गेमर 100 सब्सक्राइबर पुगिसक्यो भाइ यो नपत्या हेर भाइ डिएस गेमर 13 सब्सक्राइबर रोसीलाई सोध्दा नपत्या रोसी यही छ के हो रोसी मेरो 100 सब्सक्राइबर पुग्यो 100 होइन 95 हो भने हो बिरो नपत्या दिनेशलाई रोसीलाई सोध्दा रोसी यही छ रोसीलाई सोध्दा नपत्या रोसी मेरो 95 सब्सक्राइबर पुग्यो नि है अब मलाई देखाउँदै एउटा आइडीमा 95 अर्को आइडीमा 20 100 सब्सक्राइबर पुग्छ कम्पनीको सबै गर्नु लगाउ न कस्तो भाइ 95 पुर्याएर देखा न त तपाईँ गरेर सक्नु पर्यो नि त नि इन्ट्रेस्ट लाग्नलाई त अनि यो डेलर चाहिँ आएको थिएन अहिले डेलरमा चाहिँ 2v1 परेको छ अब फेरि हेर्नुहोस् दुइटैको नुब्रा नुब्रा जस्तो वाल लागिसक्यो मलाई वालको स्किन होइन तेरो मोबाइल अड्क्यो हटपट हो कि नदियो त्यो भन्छ वानमा त म 100 चोटि भाग 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 भाइ नुब्रे भाइ जे पाए त्यही बोल्छ अनि भाइ डेलरले त 1 ट्याप मात्रै जस्तो लाग्छ भाइ आकाशमा चरावाल कस्तो आकाशमा लाग्ने भएको भए वाल किन आकाशको काम गर्नु पर्यो आकाशै भुइँमा आन लागेन त नि कहाँ लाग्छ त पैसा हाल्दै हाल्दै पैसै छैन बन्धन तल बिन्देल हालिदिन्छ अहिले कस्तो भुटेको है साथी हामी मेडिकल मेडिकल मेड गर्न थाल मेड गर्न थाल मेड गर्न थाल क्या त्यो छोडी मेडिकल भने सुन्दैन दुई राउन्ड भयो कहिले हानेको र एकचोटि फाइनल्ली गाइज दुई राउन्ड भयो अर्काको भिडियो कहाँ खाँदैन गएर हेर्दा आफ्नो मर्जी हो नि के यो पनि गेमै त आफूले खेले जतिकै त नि
के भाइ अर्काको भिडियो यहाँ कहाँ छ देखा एउटा भिडियो देखा त ल त्यहाँ गएर युट्युबमा ल रिया दिलीप श्रेष्ठ छ अर्कोमा ल त्यो एउटा चाहिँ एडिट गरेर हाल्ने छ अर्को चाहिँ गेम अर्कै छ जानु क्या जानु बाबा जानु न हाल्दै ल कतिखेर अहिले मेरो मोबाइल म हाउडालाई नै हानिदिइसक्छु पछाडि हौ टाउको सबै हेर्दै के टुटुलको उठिहाल्छ के बोले वान ट्याप हान भन्नु छैन टाउकोमा हान भन्नु जुन आयो बाग बाग गुल्फा उल्फा त्यसको राउन्ड आयो मेरो आयो तेरो 3v2 वो विनोद भर्सेस एसपी गेमरले एक राउन्डले तल रहेको छ अब हेर्नु एक राउन्डले 3v2 कसले भन्यो कतिखेर भने कति ब्याग गएछ क्या हो हालेर उभिएकै छ पलिबे ब्याग गएछ हो क्या गएन डब्लुएम नगयो कि पर्दिपिले बुझिदिन्छ भित्र नेट चल्छ है हेलो हेलो गाइजहरू अब कुन चाहिँले भेट्छ वान ट्याप भेट्न चाहिँ भेट्छ एउटाले सिधियो मोबाइल वा के गर्ने मोबाइल वातिर हो क्या भाइ मोबाइल वातिर उभिएको छ मोबाइल वाकिएको भनेको के अब 3 राउन्ड हान्दैछ सरासर किन रुसीको के नचाहियो रुसी के कारणले
हेरी बस्यो डिएस गेमरको भिडियो आइहाल्छ यो पछि सर्च गरेर बसिरहेको डिएस गेमर 13 के सर्च गरेर ठ्याक्कै बसिरहेको भेटियो अब वान टाइम भेट्नेवाला छ होइन ए, कता लुकेर बसेछ म पठाएर आइरहेको छु तर नहो यो साइड अनि के नआउनु अनि के नआउनु दिने थिए अनि के नआउनु मबाट अस्तिपछि त्यही हुन्छ थाहा छैन थाहा छैन हो क्या बाबु काम स्काइज पढ्दै कता छ हेर्नु अन्त त्यो अहिले पठाएको त्यहाँ आएर हामीले गरिदिएँ अगाडि त्यसरी अगाडि छ है पछाडि आइसक्यो पछाडि आइसक्यो वाल्ला 4-5 भएको छ अब 6-7 2 राउन्ड र 3 राउन्ड बाँकी रहेको छ यो गेमको कसले हाने त नि 3 राउन्ड बाँकी र 2 राउन्ड र 3 राउन्ड बाँकी छ भने 7 राउन्डमा सकिने हानेको क्या बुझ्नु छैन त्यो बच्चा बच्चीले बुझ्दैन क्या हिजोको चल्ला आजको हिजोको अन्डा आजको चल्ला धेरै नगर न यो यहाँ ड्रम हिजोको अन्डा आजको चल्ला धेरै नगर भाइ पापा भयो फाइनली पापाजी भन्दा नि बराबर त भएको त नि पापाज भएको भन्दाखेरि बराबर होइन इक्वल अझै भएर बोल्न त कि म खोइ सूर्य उदाएपछि होला ल हाल्दैन त पैसा अनि के हाने त गगन थापा बेट्रियो पाउँदैन कहाँ पारे हौ वालको आवाज हो
मैले बनाइदिएको भाइ बच्चा बच्चीलाई हेर्नेमै राख्ने हो क्या बच्चा बच्चीहरूले तर्सिहाल्यो नि पछाडि अहिले बच्चा बच्ची तर्सिलो लडेपछि त उठ्दैन त एउटा वाल लगाइदियो यो वाल यतिकै छोडिदियो यो जुन आउँछ जुन उता सरे जुन उता सरे वाल लगा वाल 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 हान्ने जुन आयो उता भित्र छिर्न हो यहाँ बिहाबाट भित्र छिर् मेडी त्यो छोडिदियो मेडी दिनेश टच गरिहाल है डिएक्टिभमा अलिकति भ्युज भयो नि बढ्छ हो बच्चा बच्चीले गर्नु पनि हुँदैन क्या गेमको गएर हेर्नु कस्तो छ मोबाइल अड्क्यो फाइनल्ली 5-6 भएको छ अब कसले भेट्ने हो वान ट्याप 2 एक बाँकी छ फाइनल्ली गेम सकिएको छ अब हामी दुईटैलाई बोलाएर सोध्ने छौँ कि कस्तो लाग्यो भनेर दुईटैलाई ओ दिनेश मन निक्ले दिनेश निक्लिने नि बेगाको ल दिनेशलाई त पठाएर म उता सब पानी क्या मलाई अब म अघि नै स्क्रिनसट पार्नु पैसा कति बेला पठाइदिनु पर्ने अब दुई दुई खेल्नु दिनेश स्टार्ट गर्दै गर फाइनली अब फेरि टुटु भयो दाजुभाइ पठाए गाइजहरु finally guys